and welcome to my second ब्लगमा हजुरहरु सम्पूर्णलाई स्वागत छ र हामी चाहिँ फाइनली उठिसकेर पनि अब चाहिँ हामी चिया खान जान लागेको मर्निङ भइसकेको छ हैन र हामी चाहिँ अब टी टाइम चिया खान जान लागेको आज चाहिँ हामी के को ट्रेनिङमा आको भन्दा चाहिँ यहाँ डेरी नेशनल डेरी फार्मिङ ट्रेनिङ हो र हाम्रो रुम चाहिँ यहाँ हो। मेरो साथीहरु चाहिँ आउनु हुँदैछ। गरम पनि हैन हैन ठिकैको गरम रहेछ। हामीलाई चाहिँ ठिकैको लाग्यो। अब अरूलाई कस्तो लाग्छ त्यो त थाहा भएन। कटर E2 मा बस्छ हामी चाहिँ। चियामा चाहिँ निम्बु हालेर खाएको लेमन टी खाएको लेमन टी बोक्रैसँग हालेर हामी तीनजना चाहिँ आज फर्स्टमै आइपुग्यो चिया खान पुरा ढिलो भएर यहाँ इज अराउन्ड टु मच राइट। ओए सनराइज त हेर्नै पर्दैन रहेछ यहीँनिर क्लासमा पढ्न बसिरहेछ। अब चाहिँ हेलो गरिदिनु साथी। तासिदिले आएको छ। स्टार्ट भइसकेको छ। अब यहाँ पढ्ने हो। यो त निन्द्रै मात्र लाग्यो भन्छ। यो केटी त एक नम्बरको निदाउरेछ। यहाँ टी टाइम भइसक्यो। अब पढ्दा पढ्दा बोरिङ टाइम भइसक्यो हो। फाइनल क्लास सकियो हैन। ओइ ब्याग कस्तो रहेछ यता देखा त तिमीहरुको दुईजनाको ब्याग हौस म एकछिन बजार निस्केको। ओइ ठोकिदिन्छ है यहाँ त गाडीले उ लडिरहेछ। हामी एकै ठाउँमा बस्छौँ। नेक्स्ट मलमा जाँदा हुन्छ। So dangerous. आज चाहिँ मैले भिडियो त्यति धेरै बनाउन पाइनँ किनकि हाम्रो चाहिँ 8 बजेदेखि 7 बजीसम्म पढाइ भयो हैन। त्यही भएर चाहिँ एकदमै स्टडी गर्नु पर्यो। त्यही भएर चाहिँ भिडियो एकदम कम्ती बनाएँ। आजको लागि यति नै। बाइ बाइ। अनि मेरो भिडियोलाई लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला। थ्यांक यू फर द वाचिङ।